उहाँको कर्म परिपूर्ण हुन्छ। यसरी हजुरहरू पनि यन्त्रत्र जहाँबाट आउनु भएको छ, सन्दरबार गाउँपालिका, सन्तपति गाउँपालिका, रु गाउँपालिका, भद्रकोट गाउँपालिका, गोली दरबार गाउँपालिका, तारसिङ नगरपालिका, कालीगण्डकी गाउँपालिका हरि 11 से नामा बेलामा श्रीङ्गेश्वर धाम पुण्यगामा 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 बेलामा बेलामा हरि जाउँला काली गण्डकीमा स्नान गरी आउँला जाउँला काली गण्डकीमा स्नान हामी जल खाम न त कति धेरै ठाउँको जल अरे त्यो नालाको थपेर खान्छ कि नालाको जल खाम मलाई खै नाचला खालीखुट्टी जाने रेडी ए यसरी धर्म गर्न यसरी हिँड्नु भएको है हजुर नमस्ते सबै खालि छुट्टी आउनु रहेछ कि बोल्न हुन्न नबोलाऊ नबोलिनु मम्मी पनि आइछ उहीँबाट बुसाबाट चाहिँ नहेरेको नभुलाएको नि र बुसाडबाट चाहिँ हिँड्दै ए यसरी नबोली हिँड्नु हो अब नबोली ड्युटी जानुहुन्छ सबै नबोली घर आउनुहुन्छ यसरी सेवा
राम मधुरा शिव भगवानको जय होस् श्रीलिङ्गेश्वर धामको पुष्करिणी स्नान महोत्सवको जय तथा दिव्य श्रीलिङ्गेश्वर भवन पुष्करिणी स्नान महोत्सव 2083 का निमित्तमा बोले भक्तवत्सल भगवानको यस श्रीलिङ्गेश्वर आमा समूहद्वारा देवा श्रृङ्ग रुनिक्षेत्र 4 बाट साविक भलेरसार 4 बाट पूजा व्यवस्थापनका लागि जम्मा रु 11,111 रुपियाँ सहयोग गर्नु भएको छ। यहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ। यस्तै पुण्य कर्ममा तपाईँको मन जाओस् धन जाओस् भन्ने कुरा हामीले यहाँबाट अपेक्षा गरेका छौँ। श्रीलिङ्गेश्वर आमा समूह देवा श्रृङ्ग रुनिक्षेत्र 4 लाई एकपटक सबैजनाले ताली बजाएर स्वागत गरौँ। श्रीलिङ्गेश्वर धामको
गौरव नमस्ते नमस्ते यति तँ पनि आइस म कृष्ण भगवानसम्म देखाउँछु न